रेडी। नमस्ते सबैजनालाई, मेरो नाम हो हेमराज हमाल र एसआरएस रिभ्युजमा आज हामी नयाँ एउटा एपिसोड लिएर आइसकेका छौँ। तपाईँहरू सबैलाई थाहा छ, मोस्ट अवेटेड नेपाली मुभी बलिदान आजबाट देशभर रिलिज भएको छ। पहिला अब यसको धेरै नै हाइप थियो, स्टार्टिङ भएबाट नै, अनाउन्समेन्टबाट नै, अझ इम्प्याक्ट भन्नुपर्छ। हामीले जब पोस्टर रिलिज भएको थियो त्यसपछि टिजर ट्रेलर एउटा किसिमको बस थियो भनौँ। त्यसमाथि अब सन्तोष सेन फिल्मसँग आबद्ध भएर समीर भट्टराईलाई बिग स्क्रिनमा देख्नको लागि हामी सबैजना एक्साइटेड थियौँ। हामीले फर्स्ट सो हेरेर चाहिँ आइसक्यौँ। यसको हामी क्विक रिभ्यू दिन गइरहेका छौँ। त्यसको लागि चाहिँ मसँग हुनुहुन्छ फिल्म समीक्षक हाम्रो आदरणीय अनिल दाहाल दादा हुनुहुन्छ। उहाँसँग हामी कुराकानी गर्नेछौँ, हामी आफै डिस्कस गर्नेछौँ कि खास बलिदानमा हेर्न पर्ने पक्ष र सायद बेटर हुन सक्थे केही पक्षहरू त्यस्ता के छन् तिनीहरूलाई औल्याउनेछौँ र कस्तो छ त एक्चुअली यो फिल्मले चाहिँ तपाईँको लगभग 2-2.5 घन्टाको समय र तपाईँको पैसा डिजर्भ गर्छ कि गर्दैन त, यस विषयमा कुराकानी गर्छौँ। अनिल दादा स्वागत छ। फर्स्ट अफ अल थ्याङ्क यू हेमराज भाइ है, अब सँगै बसेर फिल्म हेऱ्यो र यो एउटा समीक्षा गर्ने मौका दिएकोमा पनि होइन। अब ठिक छ, हामी क्रिटिकल त्यति साह्रो पनि क्रिटिकल नहौँ, तर एडभाइस पनि आफ्नो ठाउँमा छँदैछ र एउटा चाहिँ हामी भनौँ न एउटा मुभी लभिङ अडियन्सबाट जुन एक्साइटमेन्टको किनेर त्यसकै आधारमा बसेर चाहिँ कुरा गर्दा अलि बेटर हुन्छ। विजयादशमीको माहौल पनि छ, सबैलाई शुभकामना। सबैलाई शुभकामना पनि छ र छुट्टीको माहौल पनि छ। भ्याएसम्म आजबाट 3टा चलचित्र चलेको छ, हामीले एउटा हेरेर आयौँ, त्यसैको रिभ्यू बनाएको छौँ। नेपाली चलचित्र माया गरौँ, भ्याएसम्म सबै चलचित्र हेरौँ र म पनि भ्याएसम्म अन्य 2टा चलचित्र हरिबहादुरको जुत्ता माइती घर पनि हेर्ने प्रयास चाहिँ राख्छु। के भन्छ हेरौँ एकदमै। अब हामी चाहिँ यसलाई यसरी हामी पाठ गरौँ कि पहिला चाहिँ हामी यसको पोजिटिभ हेर्नलाई के विषयवस्तु हुन्छ, यसमा फिल्ममा खास एक्चुअली राम्रो पक्षहरू के छ बलिदानको, त्यसपछि चाहिँ यसमा अझ के राम्रो हुन सक्थ्यो त्यस विषयमा हामी कुराकानी गरौँला। वेल, अब हामी फिल्म हेरेर आइसकेपछि हलबाट बाहिर निस्किने बित्तिकै थट चाहिँ के थियो दादाको फिल्मप्रति? अब फिल्मले यस्तो भयो, जुन मैले अब स्टार्टिङदेखि कुरा गर्दै जाउँ भनेदेखि जुन फिल्म स्टार्ट भयो, फिल्म स्टार्ट हुँदाखेरि चाहिँ जुन लेभलले चाहिँ नि एउटा अडियन्सलाई एट्र्याक्ट गर्न पर्ने हो त्यहाँ मैले अलिकति कमजोर देखेँ र त्यस पछाडि चाहिँ भनौँ न जुन त्यही अनुसारले गर्दा मध्यान्तर भयो र मध्यान्तर पछाडिको जुन पार्टमा थियो होइन, त्यसपछि चाहिँ फिल्मले जब पिक लिन थाल्यो त्यसपछि चाहिँ निराश भएन म होइन। र यसलाई अलि डिटेलमा पनि हामी गर्दैछौँ ल। मतलब भन्नुपर्दा चाहिँ नि सेकेन्ड हाफमा चाहिँ जुन एउटा पेज समातेको छ फिल्मले र त्यसको भनौँ न त्यसलाई जुन त्यसको स्टोरीको अब मिलाएर जान पर्ने हुन्छ, जहाँनिर जुन पोइन्टमा पुर्याउनु पर्ने हुन्छ, सानो सानो कुराहरू मिलाएको पनि देखिन्छ भने फर्स्ट हाफमा केही कमजोरीहरू चाहिँ छन्। अब फर्स्ट हाफबाट नै स्टार्ट गरौँ न त होइन। जब स्टार्टिङ भएको थियो एउटा एक्सपेक्टेसन मान्छेको मनमा अलरेडी थियो कि बलिदान समीर भट्टलाई आउँदै हेर्नु 12 गाउँ पछिको होइन, त्यो सन्तोष सेन अब यस्तो राम्रो फिल्म मेकर जसले धेरै लामो समयदेखि बनाउनु भएको छ। फर्स्ट हाफमा चाहिँ के कारणले अझ राम्रो हुन सक्थ्यो, तपाईँले चाहिँ फर्स्ट हाफमा के नोटिस गर्नुभयो राम्रो पक्ष र अलिकति भनौँ न अझ बेटर हुन्छ? फर्स्ट हाफमा एकदमै समीक्षा नै गरेर भन्नुपर्दा चाहिँ के थियो भने जुन 1 वर्ष अगाडि समीर भट्टको आएको थियो चलचित्र 12 गाउँमा उसलाई एउटा एक्सन स्टारको हिसाबले चाहिँ प्रेजेन्ट गरिएको थियो र त्यो एकदमै सक्सेस पनि भएको थियो भने पछाडि र त्यस पछाडि सन्तोष सेन उहाँको पनि फिल्म मेकिङमा राम्रो इतिहास छ र उहाँले चाहिँ जुन एउटा लार्जर देन लाइफको स्केलमा फिल्म मुभी बनाउनुहुन्छ र यो 2टा कम्बिनेसन हुँदाखेरि म पनि धेरै नै एक्साइटेड थिएँ। किनकि एउटा समीर भट्ट जुन एक्सन स्टार भनेर जुन एउटै मुभीबाट नै राइज भइसक्नु भएको थियो र त्यस पछाडि सन्तोष सेन जुन उहाँको फिल्म प्रोडक्सन कम्पनीबाट अब चर्चा त्यति साह्रो गर्नै पर्दैन। यो 2टा कम्बिनेसन हुँदा चाहिँ मलाई लागिरहेको थियो कि बक्स अफिस विस्फोट नै हुनेवाला थियो। अब केही हदसम्म भएको पनि छ होइन, तर यसलाई चाहिँ कस्तो भन्नाले अब हामीले एकदमै हुन्छ नि जुन एउटा एक्सपेक्टेसन जे थियो नि दुईटा टिम आएर भन्दाखेरि चाहिँ नि यो चाहिँ एउटा केही हामीले चाहिँ पाउँछौँ है भन्ने त्यो चाहिँ ल्यागिङ भयो फर्स्ट हाफमा चाहिँ नि। ठिक छ, स्टोरी वाइज स्टोरी बिल्ड गर्न खोज्यो तर लेन्दी प्रोसेस भयो जस्तो लाग्यो मलाई चाहिँ। सायद त्यहाँनिर एडिटिङ काहीँ गर्न सकिन्थ्यो होला अथवा चाहिँ नि भनौँ न त्यो फर्स्ट हाफमा हेर्दा हामीले काहीँ न काहीँ चाहिँ केही न केही मिसिङ हुन्छ नि, केही नपुगेको जस्तो। अब योभन्दा यो भएको हुन्छ, अब जसरी भनौँ न समीर भट्ट भने पछाडि हाम्रो इमेज नै के परेछ समीर भट्ट भन्ने बित्तिकै ऊ एक्सन स्टार भनेपछि उसको त्यो एउटा मैले चाहिँ इन्ट्री सिन पनि एकदमै अन्डरवेल्मिङ छ। मैले जुन एक्सपेक्ट गरेको थिएँ त्यो अलिकति भएन होइन। तर ठिक छ, त्यसमा पार्टमा जुन त्यो एउटा स्टोरी लाइन त्यहाँनिर देखाइदिएको छ होइन, अब रियलिस्टिक राख्नु खोजेको छ तर अझै इट कुड बी बेटर, इट कुड बी बेटर। फर्स्ट हाफमा चाहिँ अब एक्सनहरूको कुराकानी गर्दाखेरि एकदमै कम नै छ होइन, त्यस्तो वाउ भन्न लायक त्यस्तो हाइलाइटेड मोमेन्ट सायद फर्स्ट हाफमा छैन। स्पेसली अब क्यारेक्टर बिल्डअपमा चाहिँ अलिकति धेरै समय त्यो आवश्यक थियो। होइन ठिक छ, स्टोरी अगाडि बढाउनलाई चाहिँ नि हामी मूल के चिजमा चाहिँ गइरहेको छौँ त हाम्रो बलिदान चाहिँ नि केमा आधारित छ त्यो देखाउनु जरुरी नै हो। किनकि दर्शकलाई त स्टोरी न्यारेट त गर्नु पर्यो, तर यस्तो छ कि दर्शकलाई चाहिँ त्यो बाँधेर राख्नु चाहिँ नसकेको, स्टोरी न्यारेसन चाहिँ भएको नै हो। किनकि त्यही चिजकै बिल्डअप नै
सेकेन्ड हाफमा हामीले देख्न पाउँछौँ र मैले फर्स्ट हाफको एकदमै राम्रो पक्षको कुरा गर्नुपर्दा चाहिँ जुन फर्स्ट हाफमा सौगात मल्लको इन्ट्री थियो मलाई सबैभन्दा बेस्ट लागेको चाहिँ त्यो फर्स्ट हाफको कुरा गर्दा त्यसपछि अर्पण कार्कीको पनि अर्पण थापाको पनि एकदमै राम्रो अर्पण थापा पनि अब एक्टिङ वाइज त एकदमै क्यारेक्टर सेलेक्सन वाइज त म कोट्लाउँदिनँ क्यारेक्टर सेलेक्सन एकदमै कास्टिङ डाइरेक्टरलाई यसमा क्रेडिट दिने कास्टिङ डाइरेक्टरलाई यो क्रेडिट दिनै पर्छ र यसमा चाहिँ मैले अलिकति कमजोरी भनौँ न जुन के छ भने अझै जति स्क्रिन स्पेस पाउन पर्ने हो र जहाँ स्क्रिन स्पेस घटाउन पर्ने हो त्यो नघटेको र जसको चाहिँ स्क्रिन स्पेस आउनु पर्ने थियो त्यो नआएको स्क्रिन प्लेमा अलिकति काम गर्न सकिन्छ अब फर्स्ट हाफ त्यो भयो एउटा मान्छेको मनमा अब सेकेन्ड हाफको लागि वेट गरौँ न त भन्ने खालको उत्सुकता आउँछ होपफुल्ली बेटर होस् भन्ने सबैलाई लाग्छ भनौँ सेकेन्ड हाफमा सो सेकेन्ड हाफमा इन्ट्री हुने बित्तिकै अब हेमन्त बुढाथोकीको स्क्रिन टाइम अलिकति धेरै देखियो पुराना भेटरान कलाकार होइन अब अर्पण थापाको पनि थियो त्यसपछि समीरलाई एकदमै धेरै एक्सनमा चाहिँ जुन उनको पोटेन्सियल हो त्यसमा चाहिँ अलिअलि युज गर्न खोजेको जस्तो देखियो त्यसपछि ओभरअल सेकेन्ड हाफमा चाहिँ राम्रै थियो भने एउटा लेभल अब सेकेन्ड हाफको कुरा गर्नुपर्दा चाहिँ जुन हामीले समीर भट्टको एक्सपेक्टर छ त्यो एक्सपेक्टर मजाले एक्सप्लोर गर्न पायौँ होइन र यसमा कस्तो समीर भट्ट चाहिँ नि किनकि उसलाई हाम्रो दिमागमा नै उसको इमेज अर्कै परेको छ कि हिज एक्सन स्टार उसलाई रोनाल्डो चाहिँ सो विन इट होइन ऊबाट हामीले खोजेको आउटपुटै त्यही हो नि त भने चाहिँ हो सेकेन्ड हाफमा चाहिँ कुन चिजले कभर गरिदिएको कारणले गर्दा र त्यस पछाडि जुन भनौँ एउटा क्लाइमेक्समा जाँदाखेरि चाहिँ जुन एउटा भनौँ न अलिकति मान्छेलाई इमोसनल बनाउने होइन यो फ्याक्टरहरू ठिक छ र ओभरअलमा भन्यो भने जुन फर्स्ट हाफमा हामीले कमजोरी भनौँ त्यसलाई केही हदसम्म सेकेन्ड हाफले कभर गर्छ र सेकेन्ड हाफ जुन एउटा पेसमा गइरहेको थियो र त्यहाँनिर चाहिँ एक्चुअली जुन क्यारेक्टरलाई जसरी प्रेजेन्ट गरिएको थियो र मतलब कन्क्लुड गराउने हिसाबले चाहिँ क्यारेक्टरहरूको बिल्डअपलाई चाहिँ दिएको छ स्टोरीमा पोइन्टहरू त्यो राम्रो छ फर्स्ट हाफले चाहिँ नि यो चिजलाई थोरै कम गरिदिएर बरु सेकेन्ड हाफको केही पोर्सन अगाडि आएर फिल्मको रन टाइम अलिक घटाएको एक्ज्याक्टली अनि अब यसको विषयवस्तुमा जाँदाखेरि अलिकति पोलिटिकल्ली पनि धेरै कुराहरू देखाउन खोजेको छ स्पेसली अझ एउटा आमा र छोराको बिचको ममता अनि त्यो एउटा सङ्घर्ष जुन छ अनि त्यसपछि देशप्रतिको लागि पनि अलिकति प्याट्रियटिजम पनि थोरै देखेँ मैले होइन यो तिनवटै एलिमेन्टहरू जोड्दाखेरि तपाईँको लभ स्टोरीको केही पनि छैन यसमा हाँसे तपाईँ हाँसो व्यङ्ग्य चाहनुहुन्छ त्यो पनि छैन त्यो पाटोहरू चाहिँ कस्तो लाग्यो किनकि दसैँको टाइममा दुर्गा माताको एउटा रेफरेन्सेसलाई पनि राखियो त्यसमा होइन यो कल्चरली पनि जोडिएको छ यसमा र जुन त्यसमा कथाहरू उठाइएको छ त्यो एकदमै भनौँ न हाम्रो यहाँ नेपालमा चाहिँ नि तपाईँको यो कुनै नयाँ कथा होइन समाजकै कथा हो होइन यो एकदमै जरुरी हुन्छ र जुन भनौँ न रिसेन्टली हाम्रो चाहिँ एउटा प्रोटेस्ट पनि भयो जुन जेनजीले स्टार्ट गर्नु भएको थियो त्यहाँ उहाँले जे मुद्दा उठाउनु भएको थियो अलमोस्ट यहाँ पनि मुद्दा मुद्दा सम वाट सिमिलर छ नट एक्ज्याक्टली द सेम मतलब के छ भने यो कन्टेक्स्ट त्यहाँ भएको भएर मात्र मैले रिलेट गर्न खोजेको हो होइन त्यही कन्टेक्स्टलाई जोडेर चाहिँ यो मुभी नहेर्नु होला त्यो छैन पनि यो मुभीमा होइन तर सम वाट एउटा हुन्छ जस्तै भनौँ न आफ्नै ठाउँमा बसेर पनि आफ्नो पहिचान छैन अनि चाहिँ दबिएर बस्नु परेको होइन अनागरिक भएर बस्नु परेको छ तर जसले शोषण गरिरहेको छ उनी मात्र अगाडि बढिराख्ने पीडित त सधैँ पीडित नै हुनुपर्छ भन्ने पनि भएन नि त त्यो सामाजिक कथा छ हाम्रै टोलकै समाजकै कथा हो होइन यसमा नयाँपन भन्नाले चाहिँ नयाँपन के छ भने हाम्रो समीरबाट जुन अवतारमा हेर्नु खोजेको छ सेकेन्ड हाफमा त्यो छ र बाँकी सबै क्यारेक्टरहरू अब एक्सन कुरा गरौँ अब समीर भट्ट भनिसकेपछि हामीलाई एक्सन नै आउँछ र यो मुभी एक्सन जनरकै नै भनिएको छ सो एक्सनबाट कतिको एक्सनबाट एक्जिक्युसन किनकि मैले त्यो अघिदेखि बारम्बार भनिरहेको छु नि त समीर भट्टलाई चाहिँ नि हामीले के हेर्न खोजिरहेको छौँ त जब हामीले हलमा चाहिँ नि समीर भट्ट मुभी लाग्दैछ भनेर टिकट काटेर हेर्नुहुन्छ भनेदेखि वाट वी आर एक्सपेक्टिङ फ्रम समीर भट्ट वी क्यान फाइन्ड द्याट इन सेकेन्ड हाफ होइन अब फर्स्ट हाफमा चाहिँ यो छैन होइन इभन अब यो हाम्रो कुरा सुनेर पनि कोही मुभी हेर्न जाने हुनुहुन्छ भनेदेखि चाहिँ नि एकदमै पोजिटिभली लिनु होला हाम्रो कुरालाई पनि हामीले त नेपाली मुभी सपोर्ट गर्नु जे राम्रो पक्ष छ राम्रो पक्षलाई राम्रै भन्छौँ भने त्यसमा केही चुकेको पक्ष छ भनेदेखि अभियसली त्यसमा पनि हामीले केही सुझाव हाम्रो तर्फबाट छ भनेर हामी सुझाव पनि दिन्छौँ अब सौगात मल्लको जसरी युज गरिएको छ यसमा सौगात मल्ल एउटा इम्प्याक्टफुल बाटो यो फिल्ममा छन् होइन अझै के एक्सपेक्ट गर्नुहुन्थ्यो सौगात मल्ललाई भनौँ न एज अ एक्सटेन्डेड क्यामियोमा राखेको छ होइन र सौगात मल्ललाई पनि के छ भने जबरजस्ती भुटाइएको चाहिँ छैन काहीँ न काहीँ कथाले उसको डिमान्ड गरेकै छ र त्यो सिचुएसनल डिमान्ड छ होइन र सौगात मल्लको जति स्क्रिन प्रेजेन्स छ त्यो के कुरा गर्नुपर्ने एकदमै राम्रो अब जति पनि प्रेजेन्स छ अब अलिकति म्युजिकमा जाउँ किनकि सुजन चापाकेले त्यो एउटा जुन यसको टाइटल थीम सङ गर्नुभएको कम्पोज गर्नुभएको थियो एकदमै म्यासिभ हिट थियो होइन मुभीमा चाहिँ कतिको छ ब्याकग्राउन्ड म्युजिक भयो र ओभरअल म्युजिकको कम्बिनेसन एकदमै यो भन्नुपर्दा जुन हाम्रो बलिदान टाइटल सङ छ यसले त मुभीमा एकदमै इम्प्याक्ट पारेको छ जुन स्टार्टिङको सिनमा पनि पर्छ त्यही मुभीबाट त्यही गीतबाट मुभी स्टार्ट हुन्छ भने त्यही गीतबाट मुभी सकिन्छ भने होइन त्यो कम्बिनेसन एकदमै राम्रो छ र गुजबम्स दिन्छ स्टार्टिङमा हुँदा नि जब फिल्मको क्लाइमेक्समा यो गीत पर्छ गुजबम्स दिन्छ अब अलिकति टेक्निकल बाटोमा जाने हो भने यसको एडिटिङहरू सिनेमाटोग्राफीहरू यसमा चाहिँ कस्तो लाग्यो सिनेमाटोग्राफीमा
खासै त्यति साह्रो कमेन्ट गर्नु पर्दैन सिनेमाटोग्राफी ठिक छ र एडिटिङमा चाहिँ नि कहीँ चुकेको अलिक हतार गरेको जस्तो कहीँ चुकेको देखिन्छ पुरै हतार गर्यो पोस्ट प्रोडक्सनमा अलिकति धेरै टाइम नपाएको किनकि फुलगतीमा रिलिज गर्नुपर्ने त्यो एउटा हुन्छ नि दसैँको माहौलमा क्यास गरिहालौँ भन्ने एउटा अडियन्सको त्यसले गर्दा अलिक हतार भयो जस्तो लाग्छ त्यो हुनसक्छ तर कस्तो भन्नाले आई थिङ्क यो मुभीले त इनफ नै टाइम लिएर बनाएको हो किनकि जुन एउटा एनाउन्समेन्ट हुन्थ्यो अब त्यो एनाउन्समेन्ट हुन्थ्यो भनेको आई थिङ्क इट्स मोर देन 1.5 years होइन र त्यो बेलादेखि हो र जुन बेलामा 1 वर्ष अगाडि समीर भट्टको 12 गाउँ चलिरहँदाखेरि पनि सायद त्यो बेलामा पनि सुटिङ केही पिक्चरबाट आएर छोडेर फिल्म प्रमोट गरेको हो यता भने पछाडि 1 वर्षको टाइम लिँदाखेरि पनि त्यहाँ काहीँ न काहीँ चाहिँ हतारिएर गरेको चाहिँ देखिन्छ होइन त्यो सायद त्यो टाइम पनि पर्याप्त थिएन होला अथवा पहिले एउटा रिलिज डेट तोकिएको भएर चाहिँ यही डेटमा रिलिज गर्नुपर्छ भन्ने च्यालेन्ज भएको कारणले गर्दा पनि यो चिजहरू त्यहाँ देखिनु पुग्यो र सायद थोरै टाइम लिँदै गरेको भयो कि त्यो कमी कमजोरी पनि रहँदैन अब एज अ डाइरेक्टर हामी सन्तोष सेठलाई अन बेसिस अन दिस मुभी अहिलेको लागि मात्रै एज ए पास्ट अफ के लाग्छ डिरेक्सन वाइज चाहिँ कुरा गर्ने हो भनेदेखि चाहिँ नि उहाँ काहीँ न काहीँ चुक्नु भएको छ अझै धेरै अझै पनि के छ भन्नाले यसलाई चाहिँ प्लिज हाम्रो सुझावको हिसाबले लिइदिनु होला होइन तपाईँको फिल्म प्रोडक्सन हाउस एकदमै ठुलो छ एसोसिएसन प्रोडक्सनमा काम गर्ने एकदमै ठुल्ठुलो कलाकारहरू पनि हुनुहुन्छ तपाईँले बेसिकली डिरेक्सन भन्दा बाहेक प्रोडक्सनमा चाहिँ धेरै जुन तपाईँले लार्जर देन लाइफको मुभी स्क्रिन प्ले बनाउनुहुन्छ स्क्रिनमा हेर्दाखेरि अडियन्सलाई त्यो मजा आउँछ भने त्यो चिजमा अझै फोकस दिनु र डिरेक्सनको जिम्मा चाहिँ नि कसैलाई न्यू कमर्सलाई जोसँग चाहिँ त्यो पोटेन्सियल छ उसलाई दिनुभयो भने अझै बेटर हुन्थ्यो यो मुभीलाई अझै बेटर बनाउन सकिन्छ बेटर बनाउने ठाउँहरू छन् अब ओभरअल त हामीले सबै यसको कुराहरू गऱ्यौँ होइन अडियन्सलाई चाहिँ के भन्न चाहनुहुन्छ यदि तपाईँले रिकमेन्डेसन कसैले सोध्यो भने यस मुभीमा जाँदाखेरि मैले भने यो एकदमै सोसल स्टोरी हो हाम्रो समयभित्रकै कथा हो यसलाई खासै धेरै मैले भनि नराख्नु पर्ला किनकि तपाईँको ट्रेलर टिजरबाट पनि धेरै कुरा भएर आइसकेको छ होइन र मैले भन्नुपर्दा चाहिँ एकचोटि समीर भट्टलाई जसले फलो गर्नुहुन्छ अथवा समीर भट्ट जस हेर्न चाहनुहुन्छ फर्स्ट हाफ निराश बन्नुहुन्छ सेकेन्ड हाफमा माइन्ड ब्लोइङ सेटिस्फाइड होइन समीर भट्टले र मेन बलिदान भन्ने बित्तिकै चाहिँ समीर भट्ट नै हो र त्यसपछि जुन चाहिँ क्यारेक्टरहरू चाहिँ त्यहाँ डेभलप गरिएको छ सपोर्टिङ क्यारेक्टरहरू जो हुनुहुन्छ होइन सबैजनाको काम एकदमै राम्रो छ होइन र त्यही हो कि काहीँ चुकेको ठाउँलाई अझै पनि बेटर गर्न सकिन्थ्यो यो हाम्रो सुझाव पनि हो प्लिज यो सानो सानो इररहरू जे छ जुन चिजले गर्दा चाहिँ नि मान्छेलाई चाहिँ नि भनौँ न डाइभर्ट हुन खोज्छ यो चिजहरूलाई ओभरकम गरिदिनु भयो भने नेक्स्ट प्रोजेक्टमा चाहिँ नि अझ झन् बेटर हुन्छ र समीर भट्टसँगबाट सायद यो मैले पहिला पनि भनेको थिएँ होइन र यो उनको दोस्रो चलचित्र पनि एक्सन अवतारमा हुनुहुन्छ भने पछाडि चाहिँ नि अब समीर भट्टसँग चाहिँ आइएम एक्सपेक्टिङ समथिङ डिफ्रेन्ट पनि है र मेरो चाहिँ सुझाव पनि छ नेक्स्ट प्रोजेक्ट के होला भन्ने अहिलेबाट एकदमै म त एकदमै उत्सुक नै छु होइन समीर भट्टले अब चाहिँ कुन क्याटेगोरीको फिल्म साइन गर्नुहुन्छ एक्सनमै जानुहुन्छ अथवा होइन रोमान्टिकमा जानुहुन्छ अथवा तपाईँको रोमकममा हुन्छ किनकि जनरा धेरै नै छन् होइन सायद जनरा चेन्ज गरेर एक्सपेरिमेन्ट रिता शर्माको बारेमा थोरै कुरा गरौँ किनकि मेन उनी नै ब्याकबोन हुने नै हुन् होइन अब किनकि भनौँ न सायद उनले नै जुन त्याग गरिन् नि आफ्नो सन्तानको लागि होइन त्यो त्याग यति महत्त्वपूर्ण थियो कि त्यही त्यागले गर्दाखेरि चाहिँ त्यो सन्तानले पनि आमाको लागि केही गरेको हो नि त होइन तब त बलिदान एकदमै राम्रो छ मैले त्यही त भने क्यारेक्टर सेलेक्सन वाइज गऱ्यो भने अर्पण थापाको कुरा गरौँ तपाईँको हेमन्त बुढाथोकी कामेश्वर चौरसिया सौगात मल्ल होइन सबैजनाको र एकजनाको सपोर्टिङ लेडिज एक्टर हुन्छ उहाँको डान्सरहरू भएन र सपोर्टिङ रोलमा हुन्छ जस लिमिटेड स्पेस छ जस काहीँ न काहीँ सबैजनालाई कनेक्ट गरेर राख्नु भएको छ भनेदेखि त्यसमा चाहिँ क्यारेक्टर सेलेक्सन वाइज चाहिँ नि मैले एकदमै राम्रो क्यारेक्टर सेलेक्सन सो फाइनलमा हाम्रो चलचित्र बलिदानलाई चाहिँ आउट अफ 5 दादाको रेटिङ के कति हुन्छ ओभरअल सबै हेर्दा चाहिँ 3 out of 5 सो मेरो तर्फबाट पनि लगभग सिमिलर नै हुन जान्छ 3 out of 5 म पनि जान चाहन्छु सो यो रहेको थियो हाम्रो रिभ्यू र हामी यसरी नै फेरि आइरहेको छौँ थ्याङ्क यू सो मच सो बलिदान लागिरहेको छ माइतीगर लागिरहेको छ हरिबहादुरको जुत्ता दुईवटा फिल्म छ अहिले नेपाली फिल्मको एउटा तपाईँहरूले उपहार दसैँको बेलामा जानुहोस् हाम्रो यो थियो बलिदानको रिभ्यू तपाईँलाई कस्तो लाग्यो कमेन्ट बक्समा नछोड्नु थ्याङ्क यू सो मच